गर्न आयो भने चाहिँ दिदी मेरो फाइदा उठाएर अलिकति हुन्छ नि दिमाग भनेको Hi everyone, it's me Kripa Siriwal and welcome back to my YouTube channel again. आज चाहिँ हामी बिहान बिहान उठिसकेका थियौँ कि हैन अनि बिहान उठेर खानासाना खाएर अनि यतिकै बसिरहेको छौँ बाहिर जाने प्लान थियो आज चाहिँ हाम्रो प्लम स्टेट भन्ने त सबैलाई थाहा नै होला युकेमा बस्नुभएको अनि नेपालमा बस्नुभएको मान्छेलाई पनि सबैलाई थाहा नै छ होला अनि प्लम स्टेट चाहिँ मिनी नेपाल पनि भनिन्छ हैन भन्ने सुनेको थिएँ मैले चाहिँ भयहरुको नेपाली त्यही हुन्छ भयहरुको नेपालीहरु चाहिँ त्यही नै हुन्छन् अनि त्यसैले हामी जाने भनेको बाहिर यति धेरै घाम लाग्यो 28 डिग्री त छ नि अलमोस्ट 30 त पुग्नै लागिसकेको छ कि अनि त्यसैले त्यही पनि आज चाहिँ हामी जाने अब घरमा चाहिँ किन बस्नु भनेर जान लागेको बिहानै जाने भनेर थियौँ तर घामले गर्दाखेरि चाहिँ जानु पाएनौँ अब चाहिँ रेडी सेडी भएर अनि निस्किने छौँ हामी अनि कस्तो रहेछ आजको हाइएस्ट 28 अब 30 नै पुग्न लागिसक्यो त्यही पनि हो माइ गॉड यति गर्मी हैन ल अब चाहिँ रेडी भएर सिधै जाने बेला भेटौँ ओके A few moments later. अब चाहिँ हामी जाँदैछौँ यहाँबाट चाहिँ अनि आज चाहिँ सबैको आउटफिट यस्तो छ गर्मी लागिसकेको छ साथीहरू अति नै गर्मी छ आज हेर्न सक्नु टिलिक्क घाम चल्केको छ नेपालले फ्लप हान्छ आजको गर्मीले त अनि त्यही हो हामी अब जानेछौँ यहाँबाट ट्रेनबाट जानेछौँ आज हामी हैन हामी हैन चारजना गएको चारजना थियौँ हैन अनि चारजनामा चाहिँ दुईजनाले चाहिँ ट्याप गरे अनि हामी दुईजनामा चाहिँ मल्सा दिदी चाहिँ उता गएर ट्याप गरेर लाउनु भइरहेको थियो अनि हामीले चाहिँ मैले चाहिँ थिइनँ म चाहिँ यता न उता भएको थिएँ अनि लास्टमा गएर चाहिँ एउटा खोइ दाइ आउनु भएको थियो त्यो दाइले ट्याप गरेर जाऊ रे अहिले चेक गर्न आयो भने चाहिँ बाउको बेदेखि चाहिँ फेरि 100 पाउन्ड सर्लक्क बाहिर देखाइदियो बाहिर अहिलेसम्म डर लागिरहेको कि तर यहाँदेखि भन्दैन उता जाँदाखेरि चाहिँ डर लाग्यो उता चाहिँ अब कसरी निस्किनु थाहा छैन त्यहाँ पनि जसरी पनि अब मन ट्यापै गर्नुपर्छ यहाँ चाहिँ स्ट्रगल गर्नुपर्छ हान्छौँ त्यहाँ बसेर हान्छौँ हामीले चाहिँ के अरे सिट पायो भने बल्ल बस्न पायो भने ठ्याक्क बस्न मात्र के लागेको थियो झर्ने ठाउँ आइसकेको छ साथीहरू कन्जोली होला है झर्ने बेला आयो अब झरौँ कसरी थाहा छैन ट्रेन चेन्ज गर्नुपर्छ हो ए अझै एउटा ट्रेन बाँकी रहेछ है अब यो एउटा ट्रेन पछि चाहिँ हाम्रो ठाउँमा आइपुग्छ मलाई त्यस्तो फिल भइरहेको तपाईँलाई एयरपोर्टको जस्तो लाग्यो कि साथीहरू कति धेरै मान्छेहरू हो क्या कति यहाँको चाहिँ एउटा के अरे रुल्स हुन्छ के थाहा तपाईँलाई हामी त लिफ्टमा चढ्छौँ छिटो छिटो जानुपर्ने मान्छेलाई चाहिँ लेफ्ट साइडमा छोडिदिनुपर्छ अनि हतार भएको मान्छेहरूलाई कि हो भने मलाई दिदी भन्नु मलाई थाहा आएर भने मलाई थाहा थिएन मलाई भर्खर थाहा भएको के हेर्नुहोस् हाम्रो अर्को ट्रेन शनिबार आयो अब कति बेर पुग्नुपर्छ थाहा छैन पुग्नु एकछिन ट्रेनमा तपाईँ कहिलेदेखि खलासी हुन थाल्नुभयो भन्नुहोस् कता हो रत्न पार्क चौबार भाडा कति हो दाइ 25 मान्छे धेरै बस्नु भयो हाम्रो टाइम लाग्छ जानको लागि होइन तिम्रो रुम बेसी पाउँदैन एउटा दिदी पर्मिसन लिएर गर्छु 5 पाउन्ड ल्याऊ 5 पाउन्ड मात्रै हाम्रो बाहिरको भ्यू चाहिँ यस्तो छ वाइट यो चाहिँ कहाँ हो थाहा छैन स्टार लेन रे उता यता चाहिँ ट्रेन स्टप भयो अब यहाँ मान्छे बस्छन् एक्ज्याक्ट लोकेसन आउँछ अलिसा दिदीको काखमा बजिरहेको छ अलिसा दिदी मेरो फाइदा उठाइरहेको के हो Why are you running?
5 मिनट त्यहीँ बाहिर बसिरहेको के अलिकति हुन्छ नि दिमाग भनेको त्यहाँ कति ए ल होइन यस्तो भयो कि यस्तो हो के अरे म जाने बित्तिकै त्यहाँ हामी जाने बित्तिकै केही थियो त्यहाँ ल भयो खाली थियो नि त अनि आउनु पर्दैन सुन्नु न कस्तो खाली थियो अगाडिबाट आउने मान्छेसँग म आउन मिल्दैन किनकि उनीहरू यता आइरहन्छ ल अटो म आउँछु भन्नु मिल्दैन नि त अनि यतैबाट जाने अहिले त उनीहरू अर्को मपट्टिको पछाडिको मान्छे गयो नि त अगाडि अनि उनीहरूसँग पो पछि आउन मिल्छ त अहिले पनि कतिजना ढोका लगाइहालेको कि मलाई लागिरहेको थियो म फस्छु भनेर के होइन यो अघिदेखि भ्लगमा मात्र कन्सन्ट्रेट गरिरहेको थियो कि त्यहाँ आउँदा त फ्रिज के गरौँ कसो गरौँ भइरहेको थियो मलाई चाहिँ म छिर्को चाहिँ ढुकढुक भइरहेको थियो जहिले ट्रेनमा हिँडेको भए पनि यस्तो हुँदैन थियो नि हामी ट्रेनमा कहिले हिँड्छौँ नि त हामी त्यही भएर मात्रै यस्तो भएको थियो अब एकछिन भेटौँ आइसक्यौँ साथीहरू आफ्टर डर के आगे जिते गरेर कस्तो राम्रो आज यो यो चाहिँ फर्स्ट टाइम हो हाम्रो चाहिँ यता भेल्युज भन्नेमा आएको चाहिँ छु तर यतातिर चाहिँ आएको छैन अब घुमौँ होइन नयाँ ठाउँ बल्ल शीतल हावा आइरह अघि त आतेर पनि होला यस्तो गर्मी भइरहेको थियो खल पसिना आएर हामी एकछिन बस्यौँ सास फेऱ्यौँ अनि मान्छे के यता अलिक यस्तो भेल्युज चाहिँ आज चाहिँ हामी यहाँ मेन किन आएको भने होइन हाम्रो चाहिँ सपिङ गर्नु थियो अनि हामीलाई चाउचाउहरू हुन्छ नि धेरै नेपाली सामान अब यहाँबाट प्लम स्टेट जाने हो कि अनि थाहा छैन हेर्नु अनि के अरे प्लम स्टेट जाने हो अनि डाइरेक्ट प्लम स्टेट पनि जान त सक्थ्यौँ त्यही पनि अनि भेल्युज पनि जाऊँ न कस्तो के हुन्छ भनेर घुम्न पनि हुन्छ भनेर के घरमा किन बस्यौँ भनेर हामी चाहिँ पहिला सुरु भेल्युज गएको अनि अब यहाँबाट चाहिँ हामी प्लम स्टेट जान्छौँ खासमा चाहिँ हामी आउनुको कारण चाहिँ सपिङ हो हाम्रो होइन हल्का छुरा चाउचाउहरू यताउति किन्नु हो जस्ट नेपाली सामान खानु मन लागेर सामान चाहिँ खानेकुरा हेर्नुहोस् यस्तो छ यहाँ सपिङ गर्न आएको थियो नि अनि हेर्नुहोस् न कति राम्रो फुल मलाई पनि कसरी यस्तै फुल दियोस् न कसरी मलाई नि यस्तै फुल दियोस् न ए छ्या नक्ली पो रहेछ म त असली सोचिरहेको थिएँ त नक्ली पो रहेछ ए यिनीहरूकै डेकोरेसनको लागि राखेको होइन हेर्नुहोस् नेल अब चाहिँ हामी हल्का फुल्का के किन्छौँ यहाँ चाहिँ हाम्रो केही पनि किन्नु त छैन त्यही पनि हामी हेर्न चाहिँ आएको कस्तो के रहेछ भनेर प्राइस यहाँ हेर्न आएको प्राइस कतिको सस्तो रहेछ भनेर एभ्री इज एन्ड एभ्रिथिङ पाउँदो रहेछ हामी पनि हेरौँ न किनौँ बरु साथीहरू घरबाट हल्का फुल्का टचअप त गरेर आएको थियौँ कि त्यो पनि अब घामले गइसक्यो यति धेरै गर्मी हो नि त अलिक कालो देखाइदिइहाल्छ होइन अनि के गर्नु अब फ्रीमा दिएको माल यहाँ टेस्ट गर भनेर गराएर रहेछ अब भयोको अब पाउडर पनि दलौँ तल्दै अब दल्नै पऱ्यो होइन के गर्नु दल भनेर बोलाएपछि त अलिकति फाइदा उठाइदिउँ न अब अहिलेपछि फेरि एउटा कतै स्टलमा गएर पनि फ्रीको खाना खाइदिने यताको चल्छ गाह्रो छ है गाह्रो छ तपाईँहरू पनि भरपुर फाइदा उठाउँ है कस्तो कपालहरू हो कि डरै लाग्दो कपालहरू हो अनि लास्टमा चाहिँ छ्या राम्रो रहेन चाहिँ प्रडक्ट त भन्ने हामीले अहिले भर्खरै भिडियो बनाउँदै बोल्दै आएँ लास्टमा यस्तो हेरेको कस्तो भएछ भनेर हेरेर लाग्यो त भिडियो नभइदिएको फेरि बनाउँदै आएको क्या के देखाइरहेको थियो भने चाहिँ यहाँ चाहिँ नेपालीको स्टोर छ के नेपालीको स्टोर समोसा चाट मोमो अनि नेपाली
स्टोर हो होइन अनि यहाँ अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ है फेरि अनि कस्तो कस्तो छ टेस्ट के छ के छैन चाहिँ थाहा छैन तर एक्सपेन्सिभ हुन्छ भन्ने चाहिँ थाहा छ कति धेरै मान्छेहरू हेर्नु न यहाँ सबै सब नेपालको प्रडक्ट युज गर्छ नि त त्यही भएर हुन्छ के अरे यहाँको अनुसारले चाहिँ ठिकै हो नेपालको अनुसारले चाहिँ महँगै हो अरू भन्नुहोस् त्यही एकछिन रेस्टमा बस्यौँ उताबाट आएर यहाँ हामीले रजनीले खरिदिसक्यौँ अनि हामी अब खान्छौँ थोरै केही पानी सानी खान्छ अनि जानेछौँ सपिङ गर्नलाई उयो सपिङ चाहिँ पसल चाहिँ यहाँ चाहिँ सबै थोक सबै लुगादेखि खानेकुरादेखि सबै थोक पाइन्छ अब हामी चाहिँ यहाँ सपिङ गर्छौँ यहाँ चाहिँ क्लब कार्ड युज गरेर अलिकति सस्तो हुन्छ नि त नि त्यसैले यहाँ आएर अब सपिङ गरेर भेटौँ न पनि पाएँ केही बस्दै नपाएको कि नकिनेको कतिको आइसकेको त्यसको अब हामी अर्कै नेक्स्टमा जान्छौँ हामी त स्कुलमा मात्र आएको जस्तो भयो यहाँ चाहिँ बुल्यौँ हेऱ्यौँ सक्यो लेट्स गो ओके अब हामी सिधै नेक्स्ट ठाउँमा जान्छौँ कहाँ जान्छौँ थाहा छैन जहाँ पनि जान चाहिँ जान्छौँ होइन यति धेरै गर्मी छ कि है हिँड्न पनि कस्तो टाउको दुखेर आइसक्यो कि हिँड्न पनि सकिरहेको छैन है भने सबैजना लल्याक लुलुक भइसक्यो हिँड्न नसकेर नि त रिस उठिरहेको मलाई के हो हामीलाई छिटै भगाउनु मन छ कि के त पालमा यस्तो गर्थ्यो कि त्यो होइन म पनि लगाउँछु नि राम्रो हुन्छ यो रातो हुने होइन क्या ल साथीहरू अब कहाँ जान्छौँ के गर्छौँ थाहा छैन जान लागेको चाहिँ हामी प्लम स्टेट हो कस्तो राम्रो जुत्ता नै राम्रो हो कि मान्छे राम्रो हो चार्ज नै हो कि फोन में के हो कि यस्तो यो उकालो सिधै मासतिर पो छ त गर्मीले त यसै ज्यान कस्तो भइसकेको थियो अब झन् उकालो यहाँ हेर्नु सकिन्छ तर लास्ट झ्याउ रहेछ प्लम स्टेटलाई मिनी नेपाल भनेको नेपालै हो क्या उकालो र ओह्रालो लेट्स गो ल अब कहाँ हुन्छ कोले बोलाउँछ अच्छा लग रहा है इतना ये ठाडो बाटो तुम हिँडे थियो कि नै उकालोलाई हिन्दीमा के भन्छ उकालोलाई कस्तो भन्ने ओ तुम बताओ तो क्या बताओ ऐसा रास्ता नहीं चला है कैसा ऐसा हाँ चलाओ क्या बोलते हैं हिंदी में इसको ढाड़ यहीँ बस्ने हो भनेको यिनीहरू त हिँड्न पनि सक्दैनन् रहेछन् साथीहरू म भने सुई हिँड्छु हजुर भिडियो मात्र हो म चाहिँ सुई हिँड्छु यिनीहरू चाहिँ हिँड्न सक्दैनन् है साथीहरू म चाहिँ गइदिएँ अब छोडेर भए पनि बाई हामीलाई यस्तो घाममा हिँड्न जरुरत किन थियो साथीहरू हामीलाई अहिले हामीलाई कसैले जबरजस्ती हिँड पनि भनेको थिएन हामी आफै यति घाममा किन हिँडिरहेको छ किन हम इतने धूप में क्यों चल रहे हैं शैलेश पता नहीं पर चल रहे सभी धूप से परेशान हो गए मान्छे गर्मीले प्याकी भइसक्यो साथीहरू सुतिरहने कोही बसिरहने यस्तो गर्मी अनि यस्तो रुखको अगाडि आएर चाहिँ हामी मस्त सुतिरहेको छौँ होइन त शीतल वा अब एकछिन त सुत्छौँ बस्छौँ आनन्दले अनि मात्र हामी जानेछौँ पानीको याद आयो के को याद आयो तपाईँलाई
सैलू क्या हुआ गर्मी लग रही है One eternity later. हामीले चाहिँ सबै सपिङ गरेर आइसकेको छौँ के किनेर चाउचाउ किन्यौँ अनि यहाँ पनि चाउचाउ किन्यौँ यहाँ पनि चाउचाउ किन्यौँ अनि स्पेशली करेन्ट चाउचाउ इधर हेर्न स्पेसली हामी चाहिँ करेन्ट किन्न आएको थियौँ करेन्ट प्रो वाइवाई अनि त्यो दुइटा किनिहाल्यौँ अनि फर्किँदैछौँ अनि कति धेरै प्याक हुँदो रहेछ सबजना नेपालीलाई भेटियो आज कति पछि नेपाली नेपालीलाई भेटेको अनि प्लम स्टेट चाहिँ यस्तो रहेछ है यो चाहिँ प्लम स्टेट हो अनि अब चाहिँ अति भयो अब चाहिँ घर जाने भनेर 7 बजी मलाई आइसक्यो बिहानै नि अघि दिउँसो निस्केको थियो 1-2 बजीतिर अनि अब चाहिँ जाने भनेर अब कता कता गइन्छ होइन अब चाहिँ जाम ट्रेन चढ्नको लागि अब बिहान आउँदा त फस्यो त्यही हो अब चाहिँ जाम के ट्याप गर्ने यहाँ छ हामी त नगर्ने ट्रेनमा त बस्यौँ तर ठिक हो कि होइन थाहा छैन सही है ट्रेन सही है कि नै शैलेश लागिसक्यो थोकै लागि डाइरेक्ट घर जाने हो के कतिखेर पुग्ने हो घर थाहा छैन हेर्न सक्नुहुन्छ ट्रेन बाहिरको भ्यू केही होइन यो ट्रेन चाहिँ मन पर्यो है मलाई हो र किन मन पर्यो मलाई यो ट्रेन लास्टै क्लिन लाग्यो अनि यो यस्तो यस्तो भएर मन पर्यो अनि बसाइ त मरत छ त हजुरको हामी सानतिर कस्तो नराम्रो नराम्रो छ नि त्यो उता हामी कता त्यो वाइट च्यापलहरूतिर जान्छ नि ए हो र कता दिन कस्तो के हो विरक्त लाग्दो बिहान आउँदाखेरि पनि फसिहाल्यो यहीँ हो कति भएको चौसमा बाखेर उठिहाल्नुपर्छ गाह्रो छ जिन्दगी गाह्रो छ हेर्नुहोस् ट्रेन स्टेसन जस्तो हुनेछ हमको पता है तुम्हारा बाप को मत सिका ओके बाप नै आमा आज सब मान्छे दौडिरहेको मान्छेहरू सबैजना कतिखेर घर पुगौँ जस्तो भइसकेछ यतिको हेल्प गरिदिने मान्छे चाहिँ चाहिन्छ है ट्रस्ट भन्ने छैन पानीतिर लाग्यो तँ मसँग हिँड्दा अबदेखि तँ मसँग को एउटै हो भने यो भ्यू देखाउन लागिरहेको थियो कि होइन किन बिहानको टाइममा अहिले चाहिँ घर फर्किँदै हो हेर्नु त कस्तो राम्रो के झारहरू के सबै कस्तो राम्रो छ नि अहिले चाहिँ हामी घर फर्किँदैछौँ ट्रेनमा चढिरहेको छौँ अब यहाँबाट चाहिँ डाइरेक्ट घरमा गएर केही खान्छौँ 6 बजिसक्यो त्यही हो ट्रेन चाहिँ एकदम धेरै प्याक छ हामी जाँदैछौँ होइन भेरी टायर आज त म 7 बजी सुत्छु होला हो नाइ किन हामी भ्लग एडिट गरेर भ्लग हाल्छौँ You've arrived at the stop. The Hammersmith and City train to Barking should arrive in 3 minutes. थाकिसकेको छौँ हिँड्दा क्या अहिले यो समेत तिनवटा ट्रेन भइसक्यो हामीले चेन्ज गरेको त्यही पनि हामी अहिले अब फेरि नेक्स्ट ट्रेन चेन्ज गर्न गइरहेको छ ट्रेन त्यही भएर यति धेरै मान्छे हो कहिले जाने हो 5वटा ट्रेन आइन्छ पानी पर्छ जस्तो फिल भइरहेको मलाई पर्दैन पानी पऱ्यो भने पनि बाहिर गएर झमझम मन बुझ्थे सामानको जति पनि नझ्याउलाइसक्यो प्लास्टिक नेपालकै आइज हो नेपालको केमा गएको त स्टोरमा गएको त प्लास्टिक नेपाल पनि किन्यौँ होइन होइन फ्रीमा मतलब यतिकै भागेर के गरेको त ट्याब लुकेर आइसक्यो साथीहरू अरूको ट्याबमा स्टाम्प भनेको त हाम्रै दुनियाँ भइगयो यसमा त डरै भएन अब अरू चाहिँ हल्का नयाँ ठाउँ लाग्छ अनि जानलाई हल्का कस्तो लाग्छ नि त अनि त्यही पनि हामी गयौँ अनि आयौँ अब चाहिँ घरमा गएर खाजासाजा खान्छौँ अनि त्यसपछि
के गर्नेछौँ होइन त्यही हो आज कस्तो भयो दामी रमाइलो नै भयो तर एकदम टाउको दुइसक्यो गर्मीले यस्तै शीतल भइरहेको भए त केही नै प्रब्लम हुँदैन थियो गर्मीले गर्दाखेरि चाहिँ लास्ट चाहिँ टाउको दुख्यो फेरि युकेको आज अहिलेसम्मको हाइएस्ट गर्मी आजै निस्किनु पऱ्यो हामीलाई है नाटक के फेरि अनि त्यसपछि झन् दिउँसभरिमा पानी पनि थोप्पो खाएको छैन आज त खायो नि अघि मैले यति मात्र खाएको थियो त्यो पनि अनि त्यही भएर यस्तो टाउको दुखेर कस्तो भएको छ नि अब चाहिँ घरमा गएर केक खान्छौँ हामी चाहिँ फाइनल घर आइसकेको छौँ अनि हामीले चाहिँ सामानहरू चाहिँ यो ल्याएको थियौँ दाल अनि यो चाहिँ अचार अल्छादी ट्राई गर्नु गइरहनु भएको छ ट्राई प्लिज आमाको अचार म्याङ्गोमा कसको आमा थाहा छैन खोल्न चाहिँ सक्दैन के त आमाको अचार के अरे टिकटकतिर त सुनिरहेको कि आमाको अचार यस्तो यस्तो के भन्थ्यो होइन आमाको सुनिरहेको थियौँ तर थाहा छैन अब कसको आज हामी प्लम स्टेट गएको थियौँ नि त अनि त्यहीँबाट लिएर आएको कस्तो हुन्छ चाखो हामी चाहिँ अब आमाको अचार ट्राई गर्न गइरहेको छौँ यो चाहिँ म्याङ्गोमा हो मिठो हाम्रो चाहिँ बुल्डग पाकिसकेको छ खानाको लागि हतार भइसकेको छ म यहाँ स्न्याप बनाउँछु नि त एउटा भनेको पनि दिएनन् बनाइस खाना हतार भइसक्यो ल घर आएर फ्रेस भएर खाजासाजा खाएर अनि यसै यतिकै बसिरहेको थियौँ अनि अहिले चाहिँ 8 बजिसक्यो त्यही पनि हल्का उज्यालो त उज्यालै छ बाहिर अनि हामी चाहिँ अब एकछिन बस्छौँ अनि के गर्छौँ थाहा छैन के गर्छौँ अल्छादी चाहिँ मस्तो यहाँ सुतिरहनु पेट देखाएर आजको लागि चाहिँ यति नै बाई बाई